हेलो नमस्ते सम्पूर्ण फेसबुक मित्रहरूमा अग्रजहरूमा हार्दिक नमन भन्न चाहन्छु। तपाईले देखिराख्नु भएको छ डोको नाम्लो र यो शर्तहरू यिनीहरू कहाँ जान लागेका भनेर सोच्नु भएको होला। हामी आज वनतिर मल टिप्न जाँदैछौँ। 3-4 दशक अगाडि हाम्रा बुबाआमाहरू ससाना हुँदाखेरि उहाँहरूको समयमा वनतिर यो हिउँदको समयमा वनतिर मलहरू बटुल्न र सँगसँगै गोबरहरू टिप्न जानु गर्नुहुन्थ्यो। त्यति बेला उहाँहरू चिसो यो हिउँदको याममा चाहिँ चिसोबाट जोगिनको लागि आगो फुक्नको लागि दाउराको अभावको कारणले वनतिर यसरी गोबरहरू टिप्न जाने गर्नुहुन्थ्यो भने आजको यो समयमा हामी कहाँ विभिन्न चाहिँ प्रविधिहरूको विकास सँगसँगै हाम्रो गाउँठाउँमा पनि ती प्रविधिहरूको आगमनले गर्दाखेरि हामीलाई त्यति धेरै समस्या भने छैन। तर आज भने हामी त्यो समयलाई अनुभव गर्नको लागि हामी फेरि पनि आज वनतिर मल टिप्न जाँदैछौँ। आगो फुक्नको लागि नभए पनि हाम्रो मलिलो खेतहरूमा उब्जाउ राम्रो होस् भन्ने चाहनाका साथ हामी आज फेरि मल टिप्न जाँदैछौँ। यो हिउँदको समयमा अत्याधिक चिसोको कारणले हाम्रो मुस्ताङ जिल्लामा भ्रमणमा आउने पर्यटकहरूको सङ्ख्यामा पनि केही कमी आउने गर्छ र खेतीपातीको कामबाट पनि हामीले केही समय विश्राम पाउँछौँ। यो फुर्सदको समयमा हामी वनतिर यसरी मल जम्मा गर्न जाँदैछौँ। आदरणीय दर्शकवृन्दहरू मित्रहरू, हाम्रो यो मुस्ताङ जिल्लामा यो ठन्डी मौसममा तपाईले देख्न सक्नुहुन्छ, अनुमान लगाउन सक्नुहुन्छ कतिको चिसो रहेको छ भन्ने कुरो। बरफ जमेको छ पानीहरूमा भने हामी यसरी गोबरहरू या मल यसरी चाहिँ हामी जम्मा गर्ने गर्छौँ र यो मललाई हामीले गोठमा लगेर जहाँ गाई वस्तुहरू राखिन्छ त्यहाँ खनाउँछौँ र 1 वर्ष पछाडि हामीले फेरि पनि निकालिएर खेतमा लगेर हाल्ने गर्छौँ र हामीले अन्नबालीहरू यसरी नै उब्जाउने गर्ने गर्छौँ। जीवन सजिलो छैन, हर कुरामा अप्ठ्यारोहरू छन्, तर ती अप्ठ्यारोहरूलाई पनि हामीले महसुस गर्नु आवश्यक छ, ती अप्ठ्यारोहरूलाई हामीले बुझ्नु आवश्यक छ, ती अप्ठ्यारोहरूलाई पनि हामीले सहजै जीवनमा अनुभव गर्न सक्नुपर्ने हुन्छ र त्यो क्षमता हामीमा वृद्धि गर्नुपर्ने हुन्छ। जीवन सरल छैन, जीवन कठिन छ, तर ती कठिनाइहरूलाई हामीले बुझ्न आवश्यक छ।